707 हेर्नु त इस्कुस भ्यालु जस्तो लाग्यो 707 मेरो हो 707 तपाईँको छ हेर उसको पासवर्ड चेन्ज भइसकेको रहेछ अनि नयाँ राख्नुपर्ने भनेर गऱ्यौँ के हो यसलाई अहिले भन्नु है वर्षमान कुन खरक्क छ त खराब मेरो छ मेरै राखेँ यहाँ हामीले चाहिँ त्यसै फेस खोलेपछि त्यहाँ फर्केर पासवर्ड गरेर हाम्रो नम्बर भयो त ओटिपी नै आउँछ अब मेरो यो यस्तो एउटा इन्टरफेस खुला होइन है नयाँ लाने उसको इन्टरफेस खुला यो त्यसपछि हामी कहाँ जान्छौँ भने अफिस स्किम कलेक्सन सिट इन्ट्री भन्ने तल हेर्दा ड्यासबोर्डको तेस्रो लाइनमा छ ड्यासबोर्डको कहाँ ड्यासबोर्डको तेस्रो लाइनमा अफिस स्किम कलेक्सन सिट इन्ट्री भन्ने चाहिँ यहाँ चाहिँ कर्सर देख्नु रहेछ नि त्यहाँ जाने त्यहाँ क्लिक गर्ने है त्यहाँ क्लिक गरिसकेपछि अब यो एउटा लिस्ट खुल्यो त्यसपछि कहाँ जान्छ अफिस लगइन गरिसकेपछि कहाँ जान्छ अफिस लगइन गरिसकेपछि अफिस स्किम कलेक्सन सिट इन्ट्री क्लिक गर्ने अफिस स्किम अफिस स्किम कलेक्सन सिट इन्ट्री सिट इन्ट्रीमा जाने है इन्ट्रीमा जाने त्यसपछि यो प्लस साइन छ नि माथि क्रेट निलो अक्षरमा हो त्यो क्रेटमा चाहिँ क्लिक गर्ने क्लिक गर्ने होइन क्लिक गरिसकेपछि अब स्किम सर्च बारमा जाने यहाँ चाहिँ स्किम सर्च बारमा एउटा यो डाडु जस्तो साइन छ नि एउटा सर्च बारको कि सर्च साइन अरे यसमा क्लिक गर्ने यसमा क्लिक गरिसकेपछि तल एउटा के देखायो भने टिचर इन्सुरेन्स फन्ड न्यू भनेर देखायो होइन त्यसपछि कहाँ जान्छ सर्च बारमा क्लिक गर्ने सर्च बारमा क्लिक गरिसकेपछि टिचर इन्सुरेन्स फन्ड न्यू भन्ने आउँछ त्यसलाई क्लिक गर्ने टिचर इन्सुरेन्स फन्ड न्यू टिबिएम भन्छ क्या यसलाई टिबिएम हो यो बनाएको छ है अनि हेर नेट घुमेको अर्को नेट यो घुमेको है यो पनि सजिलो छ यसलाई पनि त्यस्तो कुनै उयो छैन त्यो सन्देश नम्बर हालेर त्यो युजर नम्बर हाल्न चाहिँ पर्दैन यसको नाम त यहाँ त खतरा त थाहा देखिको नामसँग सबै छ सन्तोष केसीको लगेको नामसँग इन्ट्री हुन्छ नि जस्तै टेकबहादुर विश्वकर्मालाई यहाँनिर इन्ट्री गराइयो पिसाङबाट पनि देखाउँछ त्यो नाम ए यसमा पहिलाको पनि छोडिसकेको मान्छे आइसकेको त अब यस्तो आयो नि अब यो आइसकेपछि हामीले कुन महिनादेखि अब यो स्टेटमेन्ट फर्म भनेर छ कुन महिनादेखि कुन महिनाको कति सालको कुन महिनासम्मको कटाउने हो भनेर त्यो डेट ड्युरेसन हाल्नु पऱ्यो नि स्टेटमेन्ट फर्ममा जाने हो स्टेटमेन्ट फर्ममा जाँदाखेरि त्यहाँ क्लिक गर्नुहोस् 2081 कहिलेको कुन इयरको त्यो इयर छान्ने है इयर छानेपछि अनि मन्थ छान्ने मन्थ भनेको माघ महिना अब 2 भनेको 81 चैत्रसम्मको त्यो जुन महिनादेखि जुन महिनासम्मको कटाउने त्यो महिनाको अन्तराल लेख्ने क्या यहाँ मिति र महिनासम्म लेख्ने होइन त्यति लेखिसकेपछि यो कलेक्सन हेड भन्ने ठाउँ छ क्या यहाँ कलेक्सन हेड भनेको कुन महिनामा कटाएको भनेको यो है अब हामीले यो महिनालाई कटाउन हामीले यो वैशाख महिनामा कटाउँ चैतसम्मको तर वैशाख महिनामा हामीले हाल्यौँ भने 81 को वैशाख आइदिन्छ होइन 81 को चैत आउनु पर्ने 81 को वैशाख आउँछ यो यिनीहरूको सिस्टम अब यस्तै छ त्यो भएर हामीले यसलाई कहिले राख्नु पर्यो भने लास्टमा चैत राखिदिनुहोस् हामीले वैशाखमा कटायो भने चैत राख्नुहोस् कलेक्सन है कलेक्सन हेडमा चैतमा राख्नुहोस् राखिसक्यो चैतमा राख्नुहोस् फेरि प्रत्येक महिनाको चैत होइन नि फेरि अब जुन महिनाको काट्ने हो त्यो महिनाको अन्तिम महिना राख्नुहोस् अन्त माघदेखि चैतसम्मको काट्ने हो नि त त्यसपछि त्यो अन्तिम भनेको चैत हो नि त त्यो चैत राख्यो कि काट्न भने वैशाखमा यो 82 वैशाखमा काट्यो भने अन्तिम त्यो चैतमा काट्यो त्यसै काट्ने अब यो डिस्क्रिप्सन छ होइन त्यसमा के लेख्नुहोस् भने
प्रेसक्रिप्सनमा त्यसमा चाहिँ 2081 साल माघदेखि चैत्र महिनासम्मको हामीले के गाह्रो छ शिक्षक बिमा होइन शिक्षक बिमा होइन उसको विवरण त्यो लेख्नुहोस्। अब त्यो लेखिसकेपछि अनि तल यो सर्च बटन छ नि सर्च बटन तल के तलको सर्च बटनमा क्लिक गर्नुहोस्। तलको सर्च बटनमा क्लिक गरिसकेपछि तलको सर्च बटनमा क्लिक गरिसकेपछि आफ्नो विद्यालयमा भएका स्टाफहरूको नाम नेम लिस्ट देखिन्छ। हेर्नुहोस् तलको देखाएको छ नि हेर्नु कति छ नि भनेपछि सत्यवाद थापादेखि सन्तोष केसी, दीपक पाण्डे, टीकाराम पौडेल, धनबहादुर रिजाल, टीका कुमारी विज्ञ, शिवप्रसाद अधिकारी, टेकबहादुर विश्वकर्मा, गीता अधिकारी सबै भएका स्टाफहरू त्रिलोचन छैन। पहिलेदेखिका स्टाफहरूको नाम सबैको लिस्ट आयो। त्रिलोचन किन आएन त्यो बेला इन्ट्री गरिदिए कसरी आयो। अब यो नाम आइसकेपछि अब कुन व्यक्तिको हो त नि त्यो हामीले के अरे शिक्षक बिमा कटाउने त्यही व्यक्तिलाई सिलेक्ट गर्ने क्या त्यही व्यक्तिलाई सिलेक्ट गर्ने। अब त्यो जस्तै यहाँ गीता अधिकारी छ गीता अधिकारीको नाममा राखेर क्लिक गर्नुहोस् है। गीता अधिकारीको नाममा राखेपछि है गीता अधिकारीको नाम तल सूचीकृत भयो होइन। अब उहाँको नाममा काटिएको कति हो रकम अहिले चैत महिनामा काटिएको 800 हो गीता अधिकारी होइन। अनि त्यसपछि प्लस साइन गर्नुहोस् होइन। यो माथि गएर सूचीकृत गरेपछि है फेरि सर्च बटनमा फेरि क्लिक गर्नुहोस् है। फेरि गर्दाखेरि टेकबहादुर विश्वकर्माको नाममा क्लिक गर्नुहोस् कटाउने हो नि त उसको नि होइन। अनि उसको मैले 2400 क्लिक गर्नुहोस् होइन। 2400 काट्ने हो प्लस साइन हटाउनुहोस् फेरि होइन। यहाँ माथि यो कलेक्सन हेर्नु 24,832 आफै एड हुँदै गएपछि है। पहिले सुरुमा हामीले यहाँ त्यो जति काट्यो त्यो 8,000 रुपियाँको मेरो काट्ने यहाँ पहिले 8,000 लेख्ने होइन आफै एड हुँदै जाँदा आफै एड हुँदै जान्छ। फेरि क्लिक गर्नुहोस् है यहाँ है। फेरि क्लिक गरिसक्यो शिवप्रसाद अधिकारीको नाममा क्लिक गर्नु जोको कटाउने त्यो मात्रै छान्नुहोस् कि त्यहाँ नाम त सबैका छन् होइन। जसको कटाउने त्यही मात्रै उसको नाममा पनि 2400 फेरि प्लस साइन गर्नुहोस्। फेरि अझै बाँकी छ होइन। अब टीका कुमारी विज्ञ उहाँको नाम चेन्ज गर्नुहोस्। उहाँको नाममा पनि 2400 प्लस साइन गर्नुहोस्। 8,000 रुपियाँ पुग्यो मेरो काटिए 4,000 आएको होइन। मेरोमा एउटा कुरा आयो मैले चैतबाट भयो नि अलिक चैत वैशाख जेठ असार 4 महिना 832 होइन। अरू 90 पुरा गर्नुपर्छ त्यो वर्ष यो बिमामा के गर्नुपर्छ भने पहिला अब 76 मा 60 रुपियाँ पुग्यो होइन। त्यो एकपल्ट तिमीले हेऱ्यो सूचना पनि आएको थियो 9,600 करोड यो आधी वर्षभित्र यो वर्ष 9,600 नै हुनुपर्छ। त्यसो भने वैशाखदेखि असारसम्मको खाँदाखेरि काटेर पाइयो असारदेखि त्यो गर्नु होला है। त्यो भयो भने बिमामा फाइदा हुन्छ। अब यति गरिसकेपछि अब यति गरिसकेपछि अब हामीले त सक्यो 8,000 रुपियाँ काट्ने सबै व्यक्तिको यति यति भन्ने पनि भयो। हामीले पहिला भौचरमा त एक मुष्ट मात्रै काटेर 8,000 भौचर काटेको थियौँ पशुपति पनि थाहा थिएन। मतलब पशुपति भनेको त यहाँबाट छुट्टियो होइन इन्डिभिजुअल रूपमा आयो। अब यसलाई के गर्नु भने कन्फर्म सेभ गर्नुहोस् है। माथि कन्फर्म सेभ छ नि हरियो बटन हो यसलाई कन्फर्म सेभ गर्नुहोस् है। कन्फर्म सेभ गर्नुभयो त्यो नम्बर टिप्न चाहिँ अरू पनि छ टिपेर राख्दा पनि हुन्छ। यो ओके गर्नुहोस्। 81 सालको पुरै कटाउनु पर्यो भन्नुभएको छ अहिले सर। 81 सालको चाहिँ हामी चैतमा मात्रै मृत्यु भयो अनि 1 वर्षभरिकै कटाउनु पर्यो। यही भाउचरलाई प्रिन्ट गर्ने अनि ब्याङ्क लिएर जाने कुरो अनि यही भाउचरलाई प्रिन्ट गर्ने अनि त्यसपछि यही भाउचर आउँछ यसको भाउचर आउँछ भन्नुभयो परेन यो अघिको नम्बर हामीलाई टिप्ने यहीँ आइसकेको छ कि समिसन नम्बर भनेर यहाँ छ समिसन यहाँ छ त्यो हुँदैन। अनि यही भाउचर लिएर ब्याङ्कमा गएपछि यो कस्टमर कपी र ब्याङ्क कपी भन्ने यही आउँछ है। माथिको ब्याङ्क कपी हो यो ब्याङ्कले राख्छ। यो तलको चाहिँ कस्टमर कपी भन्ने हामीलाई आउँछ। यो भाउचर हो यो भाउचर हामीले अडिटको रूपमा राख्नुपर्ने हुन्छ। अनि यो यति गरिसकेपछि होइन यति गरिसकेपछि अब होइन अब यो भाउचर त यहाँ के आयो भने यो
न्युली करेन्ट छ होइन, यो चाहिँ भेरिफाई भएको छैन किनकि ब्याङ्कले पैसा काटेको छैन त यसको, हामीले भर्चर मात्रै जेनेरेट गरेको, ब्याङ्कले पैसा काटेको छैन। अब ब्याङ्कले पैसा काट्ने बित्तिकै भेरिफाई गरेर आउँछ नि, तलकै भाउचर सबै भेरिफाई भएको छ मेरो, यो अहिले बनाएको भाउचरदेखि भन्दा तलको भाउचर सबै भेरिफाई छ होइन, मैले पहिलाका काटेका हुन् त्यो सबै भेरिफाई भयो। अब यो भाउचरलाई तपाईँले प्रिन्ट गरेर राख्नुहोस्, त्यो भाउचर भनेको तपाईँहरूको फाटबारी सहितको आउँछ, अहिले त भाउचर मात्रै थियो नि, फाटबारी सहितको आउँछ, त्यही भाउचर तपाईँले अडिट गर्दाखेरि देखाउँछ भाउचर। त्यो कस्टमर कपीको चाहिँ ब्याङ्कले छाप्ला दिएको हुन्छ, ब्याङ्क कपी उसले राख्छ, कस्टमर कपी हामीलाई दिन्छ। अनि फाटबारी खोइ त नि भनेर सोध्छ नि त अडिटरले त, कसो नम्बर कति गाडिस् त भन्छ नि, त्यो भन्नको लागि हामीले यहाँ गएर यसलाई प्रिन्ट गरिदियो। जस्तै भेरिफाईको यहाँ यसले क्लिक गर्नुभयो भने यहाँ भेरिफाई भएका भाउचरहरू ल्याउँछ, यसरी फाटबारी सहित आयो त्यहाँ हेर्नु त। हामीले फाटबारी भरेको थियौँ नि, फाटबारी भर्दा भाउचर मात्रै आएको थियो, त्यही भरेको फाटबारी बल्ल ब्याङ्कले पैसा काटिसकेपछि बल्ल फाटबारी यहाँ भेरिफाई गरेर देखाउँछ। अनि यसलाई प्रिन्ट गर्नु, यसलाई प्रिन्ट गर्नु प्रिन्ट गर्दाखेरि यहाँ छ नि, प्रिन्ट गर्दाखेरि हामीले यसलाई प्रिन्ट गर्दाखेरि कहिले पनि कन्ट्रोल पी नहाल्नु, कन्ट्रोल पी भनेर आयो भने यो जुन डेस्कटपका यो जुन सबै माथि माथि साइनहरू पनि सबै आउँछ, यसैमा छ प्रिन्ट भन्ने होइन। प्रिन्ट अप्सन यहाँ छ, प्रिन्ट पेमेन्ट स्लिप भन्ने छ, यसैलाई क्लिक गर्नुभयो भने यसरी देखाउँछ।